यो देशलाई कहिले पनि उठ्नै नदिने तत्त्वहरू लागिरहेछन् क्या। यहाँ झन् यति भ्रम छरिदिरहेछ कि सामाजिक सञ्जालमा होइन, के हो क्या। अब कोही भन्छन् बालेन शाह एजेन्ट हो भन्छ, बालेन शाह लुसिफर हो भन्छ। मेरो भनाइ चाहिँ के हो भने बालेन लुसिफर हो नि अथवा विदेशी एजेन्ट हो नि होइन, जसले भनिरहेको छ नि प्रमाणसहित ल्याइदिउँ न। तर यहाँ त कन्फ्युजनमा बनाइदियो नि त, किनभने अब नयाँ मान्छेहरूमा नेपाली जनताहरूको आश भनेको बालेन शाह थियो। अब अहिले बालेन शाह लुसिफर हो, बालेन शाह विदेशी एजेन्ट हो भन्छ, तर म चाहिँ मान्दैन फेरि। हो भने यदि तिमीले सुन्दरले भनेको छौ भने होइन, सुन्दरले प्रमाण ल्याइदिनु पऱ्यो नि त, अथवा मैले भनेको छु मैले प्रमाण ल्याइदिनु पर्ने होला नि त। प्रमाण बिना बोल्नेहरू धेरै भए होइन, अहिले एकदमै यो सामाजिक सञ्जाललाई कब्जा गरिसक्यो सब। साइबर सेना भन्छ नि, साइबर स्यालहरू, हरेकको साइबर स्यालहरू छ क्या अहिले, पार्टी होस् व्यक्ति होस् होइन, सबै के सामाजिक सञ्जालमा त हर्क साम्पाङबाट कतिलाई आश छ, हर्क साम्पाङलाई बौला भनेर लगाइदिइसक्यो, ट्यागै त्यो बनाइदिइसक्यो। पागल हो यो एकदमै मन्त्री पदको लोभी यो भनेर बनाइदियो। कसैले हर्क साम्पाङ भ्रष्टाचारी हो भनेर कसैले प्रुभ गर्न सक्दैन नि त। तर उसलाई के भन्दै बौला हो, यो गफाडी हो, उसलाई त्यो बनाइदियो। बालेनलाई के बनाइदियो, यो लुसिफर हो बनाइदियो, एजेन्ट हो भन्ने यत्तिकै के हावातालमा। अहिले त एजेन्ट त जसलाई नि एजेन्ट भन्न थालिसक्यो। यहाँ अहिले यो सामाजिक सञ्जालमा बोल्ने मान्छेहरूलाई नै पैसा दिइरहेछन् कि अहिले, यो बोल भनेर। तपाईँलाई नि आएको छ? मलाई आयो भने त केही च्यानल मार्फत आएको थियो होइन, 2-4वटा कुरो। तर मैले त्यो भन्न आउने मान्छेलाई पनि झन्डै कुटिसकेको थिएँ कि मैले, किनकि देशको कुरा आउँछ नि त, यहाँ चाहिँ भ्रम छर्ने होइन नि त। म त जे देखेको त्यही बोल्ने मान्छे हो क्या। यदि बालेन शाह काठमाडौँको मेयर हो, म काठमाडौँ बासिन्दा हो, ऊ मेयरको हिसाबले जे काम गरिरहेछ राम्रै गरिरहेछ, मैले भनिदिएँ यो। यदि ऊ लुसिफर हो, ऊ विदेशी एजेन्ट हो भने कसैले प्रुभ गर्छ भने सबैभन्दा अगाडि ढुङ्गा हान्न जाने मान्छे मै हुन्छु ल। तर प्रमाणित त गरिदिनु पर्ने होला नि त। तर यहाँ अहिले के छ भने यो देश सिधाउन खोज्ने मान्छेहरू चाहिँ होइन, जो अगाडि आउनु खोज्छ कसैले गर्न सक्ने छ भने होइन उसलाई पन्छाइदिने क्या, ब्याक लगाइदिइहाल्ने। जस्तै हर्क साम्पाङ बालेन शाहलाई यो ब्याकफायर गरिरहनुको कारण यही हो क्या। रवि लामिछानेलाई जेलबाट निकाल्नको लागि आन्दोलन भयो भन्ने हल्ला जुन किसिमले फैल्यो त्यसमा चाहिँ के लाग्छ? रवि लामिछाने जब पार्टी खोल्नु भएको थियो होइन, एकदमै मैले पनि होइन व्यक्तिगत रूपमा धेरै सहयोग गरेँ मान्छे, रासोपालाई नै मैले लाखौँ सिधा छु क्या। चिनेको मान्छे हो नि त रवि लामिछाने, मैले त बच्चादेखि चिने हो। अनि पहिला म बाल कलाकार हुँदाखेरि रवि लामिछानेहरू नि कलाकारै हुनुहुन्थ्यो, कमेडियन बन्न हिँड्नु भएको थियो। हामीले त्यो पहिला कला यात्रा भन्ने थियो यहाँ दरबारमा, के अरे घन्टाघर पछाडि, त्यहाँ हामी सबै त्यहाँ म बच्चा हुँदाखेरि म बाल कलाकारदेखि खेलेँ हौँ, त्यो बेला चाहिँ चिने मान्छे हो क्या। र रवि लामिछानेको नि जस्तै अब होइन, उहाँ जब जेलमा हुनुहुन्थ्यो नि, जेलमा हुँदाखेरि सबको एउटा सेन्टिमेन्ट रवि लामिछानेप्रति बढिरहेको थियो कि। तर यो आन्दोलनपछि जब रवि लामिछानेलाई भगायो नि फेरि रवि लामिछाने ब्याक गएको छ कि अहिले, किनकि रवि लामिछानेलाई मात्रै त्यहाँ पटक कहिले फलानु ठाउँमा पेसी, कहिले ढिसानो ठाउँमा पेसी होइन। यो देशको भ्रष्टाचारी रवि लामिछाने मात्रै हो त होइन नि त होइन। उसलाई जुन जसै पेलिरहेको थियो नि मान्छेहरू बिचमा रवि लामिछाने र रासोपा सिधिसकेको थियो। तर यो पुराना पार्टीका नेताहरूले होइन यति उसलाई पेल्यो कि होइन, नेपाली जनताहरू मनका एकदम धनी हुन्छन् क्या, यसलाई धेरै नै अत्याचार गर्यो भनेर सबको सिम्पेथी उहीप्रति गइरहेको थियो। तर 23 गते र 24 गतेको आन्दोलनमा जसरी रासोपाका मान्छेहरूले लाइभ गरी त्यहाँ नखु जेलमा बोलाएर जसरी लग्यो नि, नक्कली कागज लेख्न लगाएर होइन, अनेक उ गरेर होइन, अनि त्यो ओपन हुड गाडीमा के वर्ल्ड कप जितेर आखरी लग्यो नि त, फेरि उनीहरू माइनसमा आयो कि। म त सही भन्ने मान्छे तर होइन, यो भन्दाखेरि रासोपाका मान्छेहरू मसँग खनिन्छन् कि। सही आलोचना गर्ने मान्छेलाई त होइन यसले ठिक भन्यो भनेर होइन, गल्ती औलाउने मान्छेलाई त झन् मान्नुपर्ने हो होइन। यहाँ नेपालमा मानिँदैन क्या, अझ विशेष गरी रासोपामा मानिँदैन क्या। साइबर अट्याक हुन्छ, भयङ्कर हुन्छ नि। त्यो त्यही पार्टीभित्र एक्टिभली काम गर्ने मान्छेहरूले समेत मिडिया ट्रायल गरिन्छ भनेर निस्किराख्नु पनि भएको छ। जस्तो सुमना निस्किनु भयो, अस्ति तोसीमाजीको पनि स्ट्याटस त्यस्तै खालको आएको थियो। मैले त पहिल्यै यो बारेमा यही भने भएर त मलाई सबले खेद्छ त। रासोपामा रवि लामिछाने ठिक छ मान्छे, तर उसको वरिपरिका मान्छे सब मतलबी छन् भनेर त मैले विभिन्न सयौँ हजारौँ इन्टरभ्यूमा भनेको छु। रवि लामिछानेको म यति ठुलो फ्यान कि होइन, त्यो कैयौँ मिडियाहरूमा त्यो आर्काइभमा अहिले पनि छँदैछ होइन।
मैले सिलौटो भन्ने रेस्टुरेन्टमा होइन रवि लामी छानेलाई अलिकति पेल्न खोज्दा पत्रकारले होइन उनीहरूले खिच्न ल्याए क्यामेराले टाउकोमा हानेर 2टा क्यामेरा फुटाइदिएछु कि त्यो अहिले पनि त्यो भिडियोहरू छ मैले 7 लाख रुपियाँ तिरेँ 2टा क्यामेरा मलाई 3.5 लाखको दरले 7 लाख रुपियाँ तिरेको थियो रवि लामी छानेको म अन्धभक्त नै थिएँ कि पहिले अनि एकदमै त्यो उनीहरूको चुनाव उठ्ने बेलामा पनि होइन जसले रासोपा र रवि लामी छानेलाई सपोर्ट गरेर बोल्छु भन्छ नि पुरा त्यो बेलाको सिलौटो अनि त्यो बेलाको क्विन्स किचन भन्ने थियो त्यो चाहिँ अहिले भत्कियो अनामनगरको हनुमान थानको साइडमा थियो होइन त्यो बेलाको खाता अहिले पनि सिलौटोमा गएर अहिले पनि पल्टाएर हेरेको हुन्छ कि जय किसनले कति लाखसम्म तिरेछ उनीहरू 50वटा मिडिया आयो भने 50वटालाई त फ्री जसले बोल्छ सुन्दरले आएर सपोर्ट गरेर बोल्छ नि ल आऊ सुन्दर भन्ने त्यहाँ इन्टरभ्यू दिन लाउने त्यहाँ जे खायो फ्री त्यो बेला म पनि दारु मास्टर थिएँ एकचोटिको इन्टरभ्यूमा त्यहाँ लाखौँको बिल तिर्थेँ कि म अहिले त रक्सी चाहिँ छोड्नुभयो 4.5 वर्ष भइसक्यो कि यसमा नि आउला होइन त्यस्तो सपोर्ट गरे मान्छे हो क्या तर रासोपाका मान्छेहरूले होइन के रवि लामी छानेले भन्दैन त्यहाँका केही मान्छेहरू होइन केही छन् त्यो पार्टीलाई बिगार्ने अथवा रवि लामी छानेलाई बिगार्ने होइन उनीहरूले मलाई कहिलेदेखि खेद्न थाल्यो भने एउटा स्पेस 4K टेलिभिजनमा हाम्रो युवराज सफल र मेरो एउटा इन्टरभ्यू थियो लाइभ युवराज सफल रवि लामी छानेको एकदम विरोधी थियो नि त मुद्दा हाले पनि उहाँले नै हो गृहमन्त्री र उप प्रधानमन्त्रीको पद पनि चैट पार्दै उसैले हो त्यही ताका मलाई झुकाएर त्यहाँ इन्टरभ्यूमा बोलाइयो म त सिङ्गल भनेर गएको थिएँ अनि यसो हेर युवराज सफल रहेछ मैले पहिले मेरो फर्स्ट भेटै त्यही हो क्या त्यो इन्टरभ्यूमा लाइभमा हाम्रो झगडा पऱ्यो क्या आनन्द रवि लामी छानेको म त्यति युवराज सफलसँग झगडा पऱ्यो तपाईँको लाइभमै त्यो अहिले पनि छ त भिडियो अनि त्यो बेलामा युवराज सफलले रवि लामी छानेलाई के आरोप लगायो भने सेकेन्ड लकडाउनको बेलामा यहाँ जनमैत्री हस्पिटलमा त्यहाँ अरबौँ चन्दा उठाएछ त्यो खै भन्यो कि होइन अनि राजकोट हस्पिटल बनायो भने रवि लामी छाने पत्रकार हुँदाखेरि हाम्रो डाक्टर चुकुल ढकाल र चुकुल नाम त मुकुल हो तर मैले चुकुल राखिदिएको छु कि किन रासोपामा चुकुल लगाइदियो भने नै किनभने त्यसमा नै आउँला अनि डाक्टर मुकुल ढकाल जसलाई म चुकुल ढकाल भन्छु होइन चुकुल ढकाल र रवि लामी छानेले राजकोट हस्पिटलमा 5-6 करोडको बजेटको हस्पिटल लगाइ चन्दा उठाएर रहेछ क्या त्यो बेला त रवि लामी छाने भगवान थियो मिडियामा आउँदाखेरि होइन उहाँलाई त्यो पत्रकार हुँदाखेरि चितवनमा थुन्दाखेरि होइन म बस मान्छे मेरो खर्चमा लिएर जान्थेँ कि म चितवनमा त्यो आन्दोलनको लागि म त्यति भक्त हुँ कि रविको अनि युवराज सफलले त्यो कुरा नि उठायो क्या राजकोट हस्पिटलमा त्यहाँ अरबौँ चन्दा उठाएको छ त्यसको हिसाब किताब खै भनेर सोधाएको थियो क्या लाइभमा त्यसपछि भोलिपल्टदेखि नै होइन ठिक छ युवराज सफलसँग लफडा पऱ्यो तर अहिले हामी मिल्छौँ होइन अहिले आएर चाहिँ युवराज सफल ठिक रहेछ भन्ने लाग्यो पछि चाहिँ बेकार मैले उसँग झडाएर जस्तो लाग्यो कि रवि लामी छाने गलत लाग्छ अहिलेको टाइममा त्यसमा आउँदैछु अनि मैले के भने रवि लामी छानेलाई राजकोट हस्पिटल र जनमैत्री हस्पिटलमा जति चन्दा उठाएको छ त्यसको एउटा हिसाब किताबको एउटा किताब निकाल्नु भने कि मैले बरु किताब निकाल्ने पैसा छाप्ने पैसा छैन नि म दिन्छु भने मैले त्यो किताबै निकालेर बाँडिदिने क्या फ्रीमा कसले सुन्दरले कति पठाएको छ उसले कति पठाएको छ त्यो हिसाब त हुन्छ नि त जब मैले त्यो कुरा उठाएँ त्यसपछि मलाई यिनीहरूले खेल्न थाल्यो क्या